ल है गाइज आज चाहिँ हाम्रो चाहिँ एउटा भिडियो सुट गर्नलाई सिमलीमा आएको छौँ है। यो त केटाहरू फेरि लाज मानेर हेर्नुहोस् त 10 मैले चाहिँ उनीहरूलाई ल्याउनको लागि 10 चोटि ढोग्नु पर्यो। ल गाइज यो चाहिँ हाम्रो उसो क्यामेराम्यान आजको यही हो होइन। यसको नाम चाहिँ गोविन्द। बहुत हिरो लगाउनमै उसमै भन्छ है, चस्मी बहुत हिरो लगाउनमै भनिरहेको छ है। यी केटाहरू फेरि पछि पछि छुट्दै गयो, लाज बजार आउनु लाग्यो गाइज। त्यही भएर केटाहरूले लाज मान्दै पछाडि छुट्दैछन् है। हामी त फेरि लाज नै मान्दा गाइज है, झोक्दैनौँ कि फेरि हामी त लाज किन बाबा होइन, लाज पनि मान्दैनौँ है हामी। कडा हो, बनाउने हो गाइज भिडियो, युट्युबर बन्ने हो बस, त्यति सोचे हो, अरू केही होइन गाइज है। चारैतर्फ नजर यतै गइरहेछ गाइज होइन। त्यहाँनिर के हुन्छ नि त, हामी चाहिँ यसो सुट गरेर आइरहेको छौँ, त्यही भएर पनि चारैतिरबाट नजर हामी चाहिँ गइरहेको छ। ल गाइज यो चाहिँ सिमलीको पुल हो, यो सिमलीको पुल भन्छ। यो चाहिँ यता साइडमा चाहिँ काम चलिरहेको रहेछ। यी गाइज पानी यस्तो छ है, खतम छ फेरि है। ल हावाले त मेरो टोपी नै उडाइदिन्छ गाइज यार, लाज हुन्छ कि हो, लाज मानेर है केटाहरू त खतम। लाज मानेर पनि उतै डुलेर खतम परे केटाहरू रहेछन् हा गाई। यही सिमलीको भ्यू है, यो कडकै छ न त हेर्नुहोस् गाइज। यतातिर भूकम्पले भट्काएको घर हो है। यता त यो चाहिँ बिहा गरेको मान्छे हुनु त, यो चाहिँ माइतबाट आएको हो। यसलाई चाहिँ घर जानुभन्दा अगाडि मैले यहाँ छोपेर ल्याएको है गाइज फेरि है। भिडियो बनाउनु पर्यो, यो त लाजले मरिरहेको छ सबै मान्छेले। हामीलाई नि फोकस छ आज है गाइज। बहुत खतरनाक लागेर आउन गाइज भाइ, टोपी झुकेका नै छ। ल हाम्रो केटाहरू चाहिँ पछि छुटेछ यार गाइज, दुईवटा केटाहरू पछि छुटेछ। छुट्यो भने फेरि केटाहरू 2-3 दिन यतै सडकमा सुत्ने अवस्था पनि आउँछ। यो मान्छे चाहिँ गाइज लास्टै अल्छी हो कि, उड भन्दा पनि जाँदैन है, लाज मानिरहेको छ बजारमा सुट गर्ने, यस्तो खतम छ मान्छे। यसलाई लाज नमान्नलाई मेरो टोपी दिउँ क्या नै दुङ्गा मै। हाई भन्दै हाई भन्दै। ल हाई, के छ खबर? आरामै म पनि सन्चै छु है। सबैजनाले यस्तो माया गरिदिनु होला हाम्रो दाइको भिडियो। ल धन्यवाद। भाइले चाहिँ माया गरिदिरहेको छ क्या हामीलाई फेरि गाइज होइन। उसले चाहिँ कडा भनिदिरहेको नि त है। उसले पनि टिकटक भिडियो बनाइरहेको हुन्छ है। तेरो टिकटकमा के छ अरे? ठिकै छ, उसको चाहिँ आइडी ठिकै छ आइडी है टिकटकमा पनि। विमल परियार गाँरी, उसको चाहिँ विमल परियार दारी भन्ने छ अरे नाम। हो दाइ के छ हालखबर? ठिक छ, सन्चै हुनुहुन्छ है? भाइहरू भेटेर खाने नदेखाऊ भनेर आएको छ गाई। यसो टिकटकमा उसलाई चाहिँ देख्नुभएछ भने अनफलो गरिदिनु होला त, नदेखाऊ भनिदिइरहेको छ यार, पुरा एटिट्युड देखाइदिइरहेको छ। हाई भन्दैन त है गाइस। चाहिँ हाम्रो केटाहरूले चाहिँ कपडा किन्न आएछन् होइन, उता बार्गेनिङ गरिरहेको रहेछन् केटाहरूले, नमिलेर चाहिँ उतै हामीलाई फेरि खानु भनिदिउँ न भनेर। के भन्नु यार, लाज होइन, हामीलाई त लाज लाग्छ फेरि होइन यस्तो भन्न कि होइन। हामीलाई भ्लग बनाउनु चाहिँ लाज लाग्दैन है गाइस, यस्तो बार्गेनिङ गर्नु चाहिँ लाज लाग्छ कि फेरि हामीलाई होइन। अहिलेसम्म भिडियो हेरेर साथ दिने सबैजनालाई धन्यवाद दिन चाहन्छु। हाम्रो अर्को भिडियो फेरि आउनेछ, अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। बाइ बाइ।